Hello guys, hello and welcome to my another vlog guys. आज चाहिँ हामी घर तरुल भन्छ हैन यसलाई करेलाको आलु भन्छ। म खासै थाहा छैन, त्यही पनि हामी चाहिँ खन्नु आएको छौँ गाइस, दुई भाइ आज करेलाको आलु। अनि यही हो खन्ने चाहिँ, यहाँ हाम्रो केटो बिसाइसक्यो, यहाँ छ एकजना, यसले आज मेन काम गर्ने। म रेकर्ड गर्छु, अलिअलि आलु निकाल्छु, त्यही हो गाइस। यहाँ हो खन्नुपर्ने, यत्रो यत्रो मोटो मोटो बोटहरू छ। ल चट्ट मै खाइदिएँ त, आज दिनभरि यही खानुपर्ने छ गाइस। हाम्रो डिउ फुट्टी खासै पाउँदैन, अनि मै खानुपर्छ यसरी होइन, घरक्क तान्न। म पनि भन्दा आज हामी दुई भाइले यही खाने हो, डिउ यता पाउँदैन कि, त्यही भएर हो गाइस। दिउँसो गर्मी भइहाल्छ, त्यही भएर हान्नुपर्छ मै। स्टार्ट है हजुर, निमले फोन गरेँ के यसरी खन्नुपर्छ होइन। करेला आलु खन्नलाई चाहिँ केटालाई एकदम सुरु गरिसकेछ। करेलाको बोट चाहिँ अब यहाँ छ होइन, यसले चाहिँ अब यताबाट अलिक टाढोबाट खन्नुपर्छ, किनभने यसको आलु चाहिँ ठुल्ठुलो हुन्छ अनि टाढोसम्म गएको हुन्छ। त्यही भएर केटाले चाहिँ चट्ट लगाएर 2 मिटर जति टाढाबाट खन्न सुरु गरिसकेछ। ल अब हामीले चाहिँ खन्दा खन्दा यति गएर खनिसकेको, त्यति ठुलो खाल्टो खनिसकेछ होइन। यति बेलासम्म चाहिँ अब आलु चाहिँ कति निस्क्यो देखा त केटा, कहाँ निस्केछ? यहाँ छ एउटा निस्क्यो होइन, त्यहाँ अर्को छ, यहाँ लामो निस्किसकेछ। अब अझै खन्दै गइरहेछौँ हामी होइन, कति निस्किन्छ। खन्ने मान्छे चाहिँ हो, फाल 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 भरे खानुपर्छ, पकाएर उसिनेर त्यही सम्झेर माटो फाल, बिस्तारी फाल। अहिले चाहिँ हाम्रो केटोले खन्दैछ, त्यो कतिवटा छ देखाइदिए त। यहाँ एउटा छ, एउटा दुईटा, यो तिनटा, चारवटा, यहाँ एउटा छ, यसोसँग पाँचवटा छ एकै ठाउँ है। ल हामीले चाहिँ एकै ठाउँ 5वटा भेटिसक्यौँ है गाइस। आलुको धनी चाहिँ यता हुनुहुन्छ, यता अर्को पनि भेटिसक्यो। यहाँ चाहिँ एउटा ठुलो छ, यहाँ खन्दै यत्रो छ होइन। आज आलु चाहिँ गेस डोको नै भयो, डोको आज चाहिँ डोको भरिन्छ, ल फिक्स हो गाइस। अब चाहिँ हामीले यति एउटा मान्छे पुर्ने पुरै मान्छे नै अट्ने खनिसक्दा यति माल निकालेको छौँ। माल त के भन्नु, आलु चाहिँ यति छ। कति केजी जति छ है यो? 6-7 केजी बढी छ भन्दैछ गाइस केटोले। त्यति नै होला, 6-7 केजी बढी नै होला। यति खनिसक्दा यत्रो धेरै खनेपछि ढाडै दुख्यो है घोप्टेर। अब चट्टो लाएर मै खाने हो, अनि फेरि खन्ने होइन। बल्ल राम्रो कुरा गरिस् तैँले। ल गाइस अब चाहिँ हामीले लगभग खनेर सकिसक्यौँ होइन। यदि 2-3जना पुर्ने खनिसक्यौँ हामीले चाहिँ। यी माटो यतैभरि छ, केटो खन्दैछ ऊ तल एउटा भेटीको हेर्दै यति ठुलो छ कि 2जना खत्लाकै छिर्छन्। अनि यता साउबाले चाहिँ यता डोको लिएर आएछन् आलु लानुलाई। आलु यति छ, यता चाहिँ खनिसकेर अब यता अर्को बोट खन्ने के हुँदैछ, सुरसार हुँदैछ। यतातिर यो केटोले खान्छ। अनि अघि खनेको चाहिँ यति छ, एक डोको हुन लागेको छ सानो डोकोबाट। अब यहाँ खन्ने हो, यहाँ होइन पुरै 4-5जना मान्छे अट्ने नै खाल्डो खनेको छौँ। यति ठुलो छ कि खाल्डो, यति आलु चाहिँ जम्मा यति निस्क्यो। साह्रो अल्छी लाग्यो, यति रिस उठ्यो नि गाइस, कसम भनेको मलाई त खतरा रिस उठ्यो के। यति धेरै खनेर यति छ आलु निस्क्यो, यो पनि रिसाइहाल्यो, लात्ताले दिउँ क्या यसलाई चाहिँ। हुन्छ, अहिलेसम्म भिडियो हेर्नु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। अनि लाइक, सब्सक्राइब, कमेन्ट पनि गरिदिनु होला। अनि अरू यस्तै भिडियो हेर्नु मन छ भने च्यानलमा आएर हेरिदिनु होला। तपाईँलाई धेरै धेरै धन्यवाद फेरि पनि।